फागुन 21 गतिको चुनाव नजिकैसँगै नेपालमा राजनीतिक माहौल निकै तातिसकेको छ। नेपालको चुनावमा एउटा कुरा स्पष्ट देखिन्छ, यो चुनाव नीति र विजनको भन्दा अभिनय र भाइरलको लडाईँ बन्दैछ। अहिले नेपालको राजनीतिमा रुँदै भोट माग्नेदेखि खेतबारीमा किसानसँग उखु बोक्ने उम्मेद्वारसम्म मतदाताको खुट्टा ढोग्नेदेखि मलाई चुनाव जिताए यहाँ फलानु नेता ल्याउँछु ढुक्क हुनुहोस् भन्दै कसम खानेको कुनै कमी छैन। नेपालको चुनावी राजनीति अहिले कुनै रियालिटी सो र डिजिटल कन्टेन्ट भन्दा कम देखिएको छैन। कोही बोलेर दिक्क लगाउँछन् त कोही नबोलेरै भोट माग्दैछन्। आज हामी चुनावमा नौटङ्की देखाउँदै भोट माग्ने उम्मेद्वार, सोसल मिडियाका बहस, गाली, विरोध, समर्थन आदि पछाडि भोटरको बढ्ने साइकोलोजी र राजनीतिक प्रभावको पर्दाफास गर्नेछौँ आजको द नेपाल कन्टेक्स्टमा। उनी पूर्व पत्रकार ऋषि तमला। उनी राजनीतिमा प्रवेश गरेसँगै चुनावको परिभाषालाई नै बदलिरहेका छन्। कहिले उनी उखु बोक्छन्, कहिले काठ काट्छन्, कहिले साइकल चढ्छन् अनि कहिले आँखा रसाउँदै भन्छन् अब म रौतहटमै घर बनाउँछु, यहीँ बस्छु। तमलाको यो शैलीलाई धेरैले हाँसोको पात्र बनाएका छन्। तर यो केवल हाँसोको विषय मात्र होइन, यो त नेपाली राजनीतिमा भित्रिएको खराब प्रवृत्ति पर्फर्मेटिभ पोलिटिक्स हो। पर्फर्मेटिभ पोलिटिक्सको अर्थ काम गरेर देखाउनु भन्दा पनि काम गरे जस्तो अभिनय गरेर जनताको ध्यान खिच्नु हो। नेपालमा ऋषि तमलाले उखु बोक्नु वा प्रचण्डले मकै खानु कुनै सामान्य घटना होइन, उनीहरूले मतदाताको ध्यान खिच्न खोजेको हो। फ्रान्सेली समाजशास्त्री पिएर अनुसार नेताहरूले जब जनताको सांस्कृतिक र वर्गीय पहिचानसँग मिल्दोजुल्दो व्यवहार गर्छन् तब मतदातामा एउटा भ्रम पैदा हुन्छ कि यो नेता म जस्तै हो। जस्तै बालेन सुदूरपश्चिम जाँदा त्यहाँकै भाषामा स्ट्याटस लेख्नु अनि मधेसमा मधेसीमै भाषण गर्नु कुनै संयोग मात्र होइन, यो त एक सुनियोजित रणनीति हो। जब कुनै करोडपति नेताले जनतासँग खेतबारीमा काम गर्छ, उसले आफ्नो इलिट छवि मेटाएर जनताको भावनात्मक सहानुभूति जित्ने प्रयास गरिरहेको हुन्छ। यसलाई द इमेज अफ ह्युमिलिटी भनिन्छ। भारत, नेपाल जस्ता दक्षिण एसियाली समाजमा राजनीति केवल नीति होइन, यो भावना र नाट्यकला पनि हो। प्राय यहाँका मतदाताहरू मेनिफेस्टो भन्दा नेता कति आफू नजिक छ, कति भावनात्मक छ, यी कुराबाट बढी प्रभावित हुन्छन्। यसरी पारी बोक्नु, रुनु, मकै खानु, जनताको घरमै खाना खानु यी सबै सिम्बोलिक एक्ट हुन्। आजको राजनीति मुद्दामा होइन, पपुलिजममा टेकेको छ। हामी किन चटक देखाउने नेतालाई नै भोट दिन्छौँ? हाम्रो मस्तिष्कले जटिल तथ्याङ्क भन्दा भिजुअल र इमोसनल कन्टेन्ट छिटो ग्रहण गर्छ। अध्ययन अनुसार मतदाताले नेताको नीति भन्दा उसको बडी ल्याङ्ग्वेज र उसको हावभाव अनुसार निर्णय गर्छन्। सोसल मिडियाले यसलाई अझ बलियो बनाउँछ। जब तपाईँ कुनै नेताको भिडियो वा पोस्ट बारम्बार हेर्नुहुन्छ, तपाईँको मस्तिष्कमा एउटा भ्रम पैदा हुन्छ। तपाईँलाई लाग्न थाल्छ कि यति धेरै मान्छेले यसलाई मन पराएका छन् भने यो पक्कै ठिक हुनुपर्छ। यसरी सोसल मिडियाको लोकप्रियताले मतदातामा नकारात्मक सन्देश प्रवाह गर्छ। हामी अहिले डिजिटल पुँजीवादीको युगमा छौँ। यहाँ तपाईँको भोट अटेन्सन पनि बेचिरहेको छ। टिकटक, फेसबुक लगायतका अन्य सोसल मिडिया अल्गोरिथमहरूले तपाईँलाई त्यही कुरा देखाउँछ जुन तपाईँ हेर्न र सुन्न चाहनुहुन्छ। यसलाई इको चेम्बर भनिन्छ। मानौ यदि तपाईँ कुनै व्यक्तिको समर्थक हुनुहुन्छ भने तपाईँलाई उसको कुनै पल्ली गल्ती देखिने छैन। हरेक गल्ती सही नै हो भन्ने लाग्छ। यदि तपाईँ उसको विरोधी हो भने उसको राम्रो काम पनि देखिने छैन। जस्तै आज बालेन लगायत अन्य केही नेताहरूको सोसल मिडियामा लोकप्रियता धेरै छ। तपाईँलाई बालेन मनपर्छ, त्यसैले कुनै पनि व्यक्ति वा पत्रकारले बालेनलाई कुनै पनि प्रश्न गर्दा तपाईँलाई मन पर्दैन र गाली गर्नुहुन्छ। तपाईँ उसलाई समर्थन मात्र गर्दै हुनुहुन्न, एक अर्को गैर जिम्मेवार व्यक्ति जन्माउँदै हुनुहुन्छ। यो भर्चुअल पर्खालले गर्दा आज चुनावमा नीति र एजेन्डाको सट्टा गाली गलौज र चटक हावी भएको छ। बढ्दो चुनावी माहौलको समयमा सबैका इलेक्सन क्याम्पेन गर्ने शैली फरक छन्। म्यादीका स्वतन्त्र उम्मेद्वार महावीर पुन आफ्नै चिलपारामा भोट मागिरहेका छन्। उनको यो शैलीलाई एन्टी क्याम्पेनिङ भन्न सकिन्छ। उनी भन्छन् मन परे भोट देऊ नत्र नदेऊ। पुनको यो शैलीले मतदातामा एउटा रिजर्भ साइकोलोजी गरिरहेको छ। जनता पुरानो नेताको तडक बडकबाट यति थाकिसकेका छन् कि पुनको यो सादगी शैली उनीहरूका लागि सबैभन्दा ठुलो आकर्षण बनेको छ। अर्को यो चुनावमा नयाँ खेलाडी थपिएको छ, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई। एआई अहिलेको निर्वाचनमा यति ठुलो नकारात्मक प्रभाव पारेको छ कि कुनै पनि समाचार भिडियोहरू प्रति मतदाताको विश्वास गुमिसकेको अवस्था छ। कुनै सही वा गलत छुट्याउने गाह्रो छ। यसरी जथाभावी र भ्रामक समाचार सम्प्रेषणले गर्दा त्यो पनि चुनावको समयमा यसले नेपालको आगामी भविष्य नै सङ्कटमा पार्न सक्छ। अहिले नेपालमा एउटा भ्रम फैलिरहेको छ, नयाँ आउनुपर्छ, युवाले जित्नुपर्छ, सबै पुरानालाई पाखा लगाउनुपर्छ। यो सुन्दा एकदमै सही सुनिन्छ।
तर किन मैले भ्रम भनेको भन्ने कुरा तपाईलाई बुझाउँछु। संसारका धेरैजसो राजनैतिक घटनाक्रम हेर्दा सबै नयाँ पुस्ता असल इमानदार हुन्छन् भन्ने छैन र सबै पुराना खराब हुन्छन् भन्ने कुरा गलत हो। अहिले पुराना र बुढा भनिएका मानिसहरू कुनै समय नयाँ र युवा नै थिए। यो समय चक्रसँगै आज नयाँ भनिएकाहरू पनि एक दिन पक्कै पुराना र बुढा हुनेछन्। त्यसले नयाँ र पुराना, युवा र बुढा बीचको महासंग्राम भन्दा पनि योग्य, इमानदार, परिपक्व र अयोग्य, अनैतिक, अपरिपक्व बीचको लडाईँ हुनुपर्ने हो। त्यसैले सामाजिक सञ्जालका गलत सन्देशले मतदातामा नकारात्मक सन्देश प्रभाव पारेको छ। बाँकी अर्को यस्तै तथ्यपूर्ण र भ्रमको पर्दाफास गर्ने भिडियो आउँदैछ। च्यानलसँग जोडिएर रहनुहोला। आजको जनपाल कन्टेक्स्ट यति नै। नमस्कार।